नमस्कार, तपाईँ यतिखेर पश्चिम खबर हेर्दै हुनुहुन्छ। म कमल कुमार नेउपाने। अहिले देशको स्थिति भन्ने हो भने युवाहरू दिनदिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देशमा भविष्य नदेखेर बाहिर गइरहेको अवस्था छ। तर कुनै ठाउँमा युवाले योसम्म भएका छन् कि आफ्नो देशमै केही गर्नका लागि व्यापार गरेर, अझ भनौँ व्यवसाय गरेर आफ्नो घर परिवारलाई एउटा ऊर्जा थपिरहेका छन्। आज त्यस्तै ऊर्जावान एक युवासँग हामी तपाईलाई भेटाउनेछौँ, जसले आफ्नो विदेश जाने सपना, प्रदेशमा गएर कमाउने सपनालाई त्यागेर गाउँमै भैँसी पालन गरेर आफू सन्तुष्ट भएका एक युवालाई आज हामी भेटाउन गइरहेका छौँ। उहाँले भैँसी पालनबाट आफ्नो घर परिवार मात्रै होइन, समाजमा नयाँ ऊर्जा समेत थप्नु भएको छ। बाहिर जाने सोचलाई धेरै टाढाबाट बढाल्नु भएको छ। त्यस्तै प्रेरणादायक आज हामी एक युवाको कथा हामीले तपाईलाई देखाउने प्रयास गर्दैछौँ। जीवन कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेर बस्नुभएका गोकुल रिमाल। आज हामी उहाँसँग उहाँको प्रेरणादायक र तपाईलाई उहाँका सबै कथाहरू सुनाउने जमर्को गर्दैछौँ। मसँग जीवन कृषि तथा पशुपक्षी फार्मका सञ्चालक गोकुल रिमाल हुनुहुन्छ। उहाँ किन यो पेसामा संलग्न हुनुभयो, अझ भनौँ यो पेसालाई किन रोज्नुभयो? विदेश जाने यतिखेर ट्रेन चलिरहेको छ, युवाहरू आफ्नो देशमा भविष्य देखिरहेका छैनन्, आफ्नो देशमा कमाइ हुँदैन भनेर आफ्ना घर परिवार, आफ्ना आफन्त सबैलाई छोडेर टाढा जाने यो लहरको चलिरहेका बेला उहाँ किन भैँसी पालनमै रमाउनु भएको छ? आज यी विविध कुराहरू उहाँसँग गर्नेछौँ। उहाँलाई स्वागत गरौँ। सबैभन्दा पहिला स्वागत छ तपाईँलाई। तपाईँले यो आफ्नो गाउँमा यति राम्रो भैँसी पालन व्यवसाय गर्नुभएको छ, खासमा किन तपाईँ पनि बाहिर जाने सोच त कुनै बेला आएको थियो होला, तपाईँले भैँसी पालन व्यवसायमा किन लाग्नुभयो? मेरो सोच त बाहिर जाने थियो, तर मेरो पुर्ख्यौली पेसा पनि हो र मैले के सोचेँ भने विदेश गएर अर्काको गुलामी गएर अर्कासँग भिख मागेर अर्काको गाली सुनेर काम गर्नुभन्दा जहाँ नेपालमै बसेर पनि केही पैसा कमाइ हुन्छ र सबैलाई प्रेरणा हुन्छ, सबैले देख्लान् र सबैले मेरो हौसला साथ सपोर्ट गर्लान् र पैसा साथसाथै पैसा पनि राम्रो कमाइ हुने देखेर मैले भैँसी पालन व्यवसाय रोजेको हुँ। अब अहिले तपाईँले मासिक रूपमा एउटा आफ्नो फर्मै खोलेर चाहिँ यसरी भैँसी व्यवसाय गरिरहनु भएको छ, पालन गर्नुभएको छ। कति जति कमाउनुहुन्छ सरदरमा महिनामा? मेरो दुध र भैँसी बेचेर मैले मासिक 50,000 देखि 60,000 कमाउँछु। अब यो दैनिक रूपमा उत्पादन हुने अथवा भैँसीले दिने दुधहरूको खपत यो बजारमा हुन्छ कि हुँदैन? खपत यहाँ दुधै पुर्याउन सकिएको छैन। दुध जति भए पनि हामी किसानहरूले उत्पादन गरेको दुध मार्केटमा पुगाउनै सकेका छैनौँ। दुध जति भए पनि हाम्रो मार्केटमा प्रशस्त खपत हुन्छ। अब यो भैँसी पालन व्यवसाय नै तपाईँले किन रोज्नुभयो र योबाट चाहिँ अब फाइदा के छ? योबाट अब आफ्नै घर परिवारसँग बस्न पाइने भयो, कामको सिलसिला घरमै हुने भयो, सबैको रेखदेख हुने भयो। त्यसपछि हामीले कृषिमा खेतीपातीमा मलको राम्रो व्यवस्था हुने भयो। त्यसपछि पैसा आयो आर्जन विदेशमा गए जतिको यहाँ पनि हुन्छ। विदेशमा गएका साथीभाइहरूले 50-60,000 कमाउँछन् मासिक। त्यति मासिक त म यहाँ भैँसीको दुध बेचेर भैँसी बेचेर यहीँ कमाउँछु। यो देखेर मैले विदेश जान त्यति उपयुक्त नठानेर मैले भैँसी व्यवसाय गर्न सुरु गरेको हो। र मभन्दा पछिका कृषक कसैले पाल्न चाहनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई विदेशमा अर्काको गुलामी गरेर अर्काको गाली सुनेर काम गर्नुभन्दा दुईवटा मात्रै भैँसी पाले पनि मजासँग मासिक 30-40,000 कमाउन सकिन्छ। परिवार रमाउने भयो, आफू रमाउन पाइने भयो। त्यसैले मैले यो भैँसी व्यवसाय रोजेको। अनि अब यसमा तपाईँले यो भैँसी व्यवसाय गर्दाखेरि तपाईँको परिवारबाट कतिको साथ सपोर्ट छ? मेरो परिवारबाट एकदम फुल्ली सपोर्ट छ। अब यसमा सन्तुष्ट हुनुहुन्छ तपाईँ? म एकदम सन्तुष्ट छु, किनभने अब मैले आफूले सोचेअनुसार मैले गर्न पाएको छु। त्यसैले म एकदम सन्तुष्ट छु यो व्यवसायमा र मलाई सपोर्ट साथीभाइहरूले सपोर्ट पनि गरेका छन्। त्यो साथीभाइको सपोर्टमा पनि म बहुत सन्तुष्ट छु। अब यो भैँसी व्यवसाय गर्नुभएको छ तपाईँले, दुध दही बाहेक अरू चाहिँ के गर्नुहुन्छ? दुध मात्रै बेच्नुहुन्छ कि जस्तो घिउहरू पनि बेच्नुहुन्छ? अहिले हामीले घिउ पनि बेच्छौँ, तर अब हामीले अहिले बजारमा दुधै पुर्याउन सकेका छैनौँ। अब घिउ त अब त्यो पछिको बाटो हो। दुधै मार्केटमा बहुत खपत हुन्छ। अनि यो भैँसीहरू जस्तो किनबेच गर्ने काम गर्नुहुन्छ कि? किनबेच पनि हुन्छ। कुनै किसान दाजुभाइलाई भैँसी चाहिएमा, दुना अथवा ब्याउने भैँसी चाहिएमा हामी उपलब्ध पनि गराउँछौँ। अब यो भैँसी पालनले गर्दा चाहिँ तपाईँले जुन खालको पालन गर्नुभएको छ योबाट अरूलाई चाहिँ
प्रेरणा के दिनुहुन्छ अथवा प्रेरणाको स्रोत के दिन सक्नुहुन्छ? मैले यो अब अरू साथीभाइहरूलाई के भन्छु भने कसैको गुलामी भएर विदेश जानुभन्दा बरु आफ्नै परिवारसँग रमाओ होइन। 2टा भैँसी मात्रै पाले पनि राम्रो आम्दानी हुन्छ। मासिक प्रतिदिन 10 लिटर दुध बेच्न पाए भने 10को 400 800 रुपियाँ डेली हुन्छ। 800 भनेपछि मासिक 24-25 हजार रुपियाँ यहीँ कमाइ हुन्छ भने किन अर्काको कुरा सुन्ने? राम्रो हुन्छ। अब कसैको झन्झट भएन, कसैको टोकाइ भएन। त्यही भएर म मनदा पछाडिका सम्पूर्ण साथीभाइहरूलाई म के भन्छु भने आफ्नो पेसा गरौँ होइन, बरु भैँसी नै पालौँ, गाई पालौँ। त्यसमा हामीलाई फाइदा छ होइन। खेती किसानी गरौँ, त्योमा फाइदा छ। यो गर्दा म साथीहरूलाई यही प्रेरणा दिन चाहन्छु कि ल अब कसैलाई गर्ने इच्छा छ भने, जो जाँगर छ भने कसरी गर्ने भने मसँग म कहाँ आए म सल्लाह सुझाव पनि दिन तयार छु। अब जस्तो यो भैँसीहरूलाई खुवाउनलाई घाँसहरूको त्यस्तो व्यवस्थापनहरू कसरी गर्नुभएको छ? घाँसहरू पाउँछ पाउँदैन? अथवा सामुदायिक वनहरू छ, सामुदायिक वनहरूले अथवा स्थानीय सरकारबाट तपाईँले कतिको सहयोग पाइरहनु भएको छ? मैले स्थानीय सरकारबाट कुनै पनि सहयोग छैन। हामीले एग्रोवेटमा गएर आफैले घाँसको बिउ मगाएर छरेर घाँस त्यसरी हामीले व्यवस्थापन गरिरहेका छौँ। र अब यो वन जङ्गलबाट भन्ने अब यो त्यहाँ ल्याएर सम्भव चाहिँ छैन। अहिलेको अवस्थामा चाहिँ अब सम्भव छैन। आफ्नै बारीमा चाहिँ घाँसहरू उत्पादन गर्ने, त्यहाँबाट चाहिँ भैँसीलाई खुवाएर अब यिनीहरूलाई पाल्ने चाहिँ गरिरहनु त्यही भएर गरिरहेको छौँ। स्थानीय सरकारले तपाईँ जतिको एउटा व्यवसायीलाई जसरी युवाहरू आफ्नै देशमा केही गर्छु भनेर खट्नु भएको युवालाई चाहिँ स्थानीय सरकारबाट असहयोग हुँदा अथवा उनीहरूले तपाईँको वास्ता नगर्दाखेरि खासमा स्थानीय सरकारलाई के भन्न चाहनुहुन्छ? अथवा म त स्थानीय सरकारलाई के भन्न चाहन्छु भने मेरो एक सुझाव पनि हो। तपाईँहरूले अब जस्तै हामीलाई कृषकलाई माथि उठाएपछि यहाँको विकास हुने भयो, यहाँको कृषकहरूको उन्नति हुने भयो, प्रगति हुने भयो। त्यसैले जसरी हुन्छ जे गरेर हुन्छ कृषकलाई माथि उठाउने प्रयासमा लाग्नु पर्यो सरकार। जस्तै पाएका सुविधाहरू कटौती गर्नु भएन, त्योमा थप हौसला दिनु पर्यो। कुन किसानले कस्तो गरिरहेको छ त्यसलाई प्रोत्साहन दिनु पर्यो। सकिन्छ भने वर्षमा एकचोटि प्रदर्शन गराउनु पर्यो। यस्तो गराएर अब जस्तै पहिला कुनै बेला अब हामीले थाहा पाउँदाखेरि पहिले वर्षको एकचोटि कृषि प्रदर्शन मेला लाग्थ्यो। अहिले त्यो लाग्दैन। त्यो अहिले स्थानीय सरकारले हटाइसक्यो। त्यसपछि अब यो पशु प्रदर्शन मेलाकोले कति राम्रो उत्पादन गर्न सक्यो त्यो मेला लाग्थ्यो, त्यो पनि अहिले यहाँको स्थानीय सरकारले हटाइसक्यो। अब अहिले अब स्थानीय सरकारले पहिलाको यहाँभन्दा पहिलो विगतको स्थानीय सरकारले हामीलाई अनुदानमा घाँसका बिउहरू, त्यसपछि आएर गहुँका बिउहरू, कृषकलाई बिउ बिजन औषधि दिइरहन्थ्यो। अहिलेको सरकारले त्यो पनि कटौती गरिसक्यो। अब यस्तै गरेपछि स्थानीय सरकारबाट हामी कसरी सन्तुष्ट हुन्छौँ? त्यही भएर यो चाहिँ स्थानीय सरकारलाई मेरो सुझाव हो। यो चाहिँ जसरी हुन्छ हामीलाई उपलब्ध गराइदिनु पर्यो। स्थानीय सरकार बाहेक अन्य सङ्घ संस्थाबाट तपाईँले सहयोग पाउनु भएको छ कि छैन अनुदानका कार्यक्रम? अहिलेसम्म मैले कुनै सङ्घ संस्थाबाट कुनै केही सहयोग पाएको छैन। भनेपछि तपाईँलाई चाहिँ अहिलेसँग न स्थानीय सरकार न त अन्य पशु सङ्घ अथवा कृषि पालनसँग चाहिँ सम्बन्धित सङ्घ संस्था कतैबाट पनि अनुदान पाउनु भएको अवस्था छैन? त्यस्तो केही पनि छैन।